आइज डर किन यसले बाछा पऱ्यो है यस्तो गाइजहरू हेर्नु यस्तो भइरहेछ आँखामा पऱ्यो ओहो मेरो आँखामा उसको चाहिँ आँखामा धुलो पऱ्यो यो धुवाले नै हो क्या एकछिन भएर रुम कहाँ जान्छ म जाने हो कि अब काम छैन भने नेपाल बुढोसरी तथा आँखाभरि फोहोर पऱ्यो हेर्न आँखा हेऱ्यो पुरा भाग्दा पऱ्यो यस्तो भएको थियो एउटा देखाएन मैले आज तपाईँ बिहानसम्म देखेको छु यहाँ एकछिन हेरौँ न यहाँ चाहिँ माछा परेको सबैजना गाडी हुन्छ नि त्यही हुन्छ होइन गाई झ्या चाहिँ अनि अरू लाउँदैछ हेर्नु सक्नुहुन्छ अब आइज नो नो मट्टी किन बस्ने डर किन यसले बाछा पऱ्यो है यस्तो गाइजहरू हेर्नु यस्तो भइरहेछ आँखामा पऱ्यो ओहो मेरो आँखामा उसको चाहिँ आँखामा धुलो पऱ्यो यो धुवाले नै हो क्या एकछिन भएर रुम कहाँ जान्छ म जाने हो कि अब काम छैन भने नेपाल बुढोसरी तथा आँखाभरि फोहोर पऱ्यो हेर्न आँखा हेऱ्यो पुरा भाग्दा पऱ्यो यस्तो भएको थियो
एउटा देखाएन मैले आज तपाईँ बिहानसम्म देखेको छु दाहरू यहाँ एकछिन हेरौँ न यहाँ चाहिँ माछा परेको सबैजना गाडी हुन्छ नि त्यही हो चाहिँ होइन यस विषयमा केही भन्न चाहनुहुन्छ भने भन्नुहोस् के भन्न चाहन्छु भने हाम्रो देशमा चाहिँ सबै चोर फल्टा सबै भ्रष्टाचार गर्नेहरू मात्र छन् है यदि हाम्रो देशको सबैजना अब भ्रष्टाचार गर्ने नेताहरू राम्रो भएको भए जनताहरू यसरी हिँड्नु पर्दैन थियो है गाइजहरू त्यहाँ हेर्नु उता यो ठ्याक्कै हाम्रो गाउँको चोक उता चक्रपथबाट आगो लागिरहेको छ पुरै लाइन छ यहाँबाट केपी ओलीलाई के भन्नुहुन्छ केपी ओली मुर्दाबाद जाँठा राणीको छोरा खाते केपी ओली तिमीलाई त म मिल्छ भने यस्तरी ठोकिदिन्छु केपी ओली मिल्छ भने त कसम त्यसलाई त यस्तरी लाग्दैछ भन्नुहोस् मलाई चाहिँ हामी चाहिँ अमेरिका एमबिसीबाट चाहिँ हिँड्दै आएको किनभने यस्तो अब हाम्रो देशमा यस्तो भइरहेको छ भ्लग हेर्ने जतिले चाहिँ सबै उसलाई केपी ओलीको कान्छी छोरी हो ऊ चाहिँ बाउ चाहिँ भाग्न खोज्दैछ होइन छोरी चाहिँ यहाँ हिँड्दैछ छोरी पनि भाग्दैछ भन्नु छोरी चाहिँ फाइनल गाइज डराको पुरीलाई पनि अहिले चाहिँ हिम्मत आएको छ यो बाहिर हिँड्ने भएर होइन किनकि सबैजना निस्केको छ नि त यसलाई भएर बाँचे बाँच्छ भनी लाग्छ भाग्यमा जे छ त्यही हो तर यस्तो हो त्यो रुमभित्र बसिरहनु भन्दा बाहिर हिँडेपछि अरू पनि हिँडेपछि चाहिँ अब यतिको चाहिँ गर्नुपर्छ है भनेर चाहिँ आँट आउँछ क्या पानी पऱ्यो गाइज है हामी चाहिँ रुम गएर ड्रेस चेन्ज गरेर फेरि आउँछौँ किनभने हामी अहिले अफिस ड्रेसमा भन्नाले पनि भित्र अफिस ड्रेस लगाएको छ यस्तो खतरा मान्छे हो कि त्यहाँ त ओमाइ गड एमबिसीबाट यतै हो मान्छे आएको दामी छ मान्छे त खतरा अब माछापोखरी चोकमा अहिले हेर्न सक्नुहुन्छ हामीले भिडियो गरेर देखाउँछ अब माछापोखरी चोकको बाँकी छ गाइज अनि त्यहाँबाट चाहिँ हामी रुम जाने हो अब रुम गएपछि आउनु पनि सक्छौँ आउनु पनि सक्दैनौँ पानी पऱ्यो भने चाहिँ आउँदिनँ मैले त आँखै देख्नु होला आइज ल यो मन्त्रालय चाहिँ पुरै यस्तो भइसक्यो गाइस पुरै ध्वस्त बालाजुको चौकी पनि सबै स्वाहा भइसक्यो यार है यो चाहिँ बस पार्क भयो हेर्न सक्नुहुन्छ यस विषयमा केही भन्न चाहनुहुन्छ भने भन्नुहोस् के भन्न चाहन्छु भने हाम्रो देशमा चाहिँ सबै चोर फल्टा सबै भ्रष्टाचार गर्नेहरू मात्र छन् है यदि हाम्रो देशको सबैजना अब भ्रष्टाचार गर्ने नेताहरू राम्रो भएको भए जनताहरू यसरी हिँड्नु पर्दैन थियो है गाइजहरू त्यहाँ हेर्नु उता यो ठ्याक्कै हाम्रो गाउँको चोक उता चक्रपथबाट आगो लागिरहेको छ पुरै लाइन छ यहाँबाट केपी ओलीलाई के भन्नुहुन्छ केपी ओली मुर्दाबाद जाँठा राणीको छोरा खाते केपी ओली तिमीलाई त म मिल्छ भने यस्तरी ठोकिदिन्छु केपी ओली मिल्छ भने त कसम त्यसलाई त यस्तरी